welcome to our channel. Hope सबैजना सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ हामी भर्जिनिया वाटर लेक जाँदैछौँ। हामी चाहिँ ड्राई पिकनिक जस्तै गर्न जाँदैछौँ त्यहाँनिर। अनि त्यहाँको गार्डनहरू घुम्न अनि के रहेछ अब त्यही गएर थाहा हुन्छ। हाम्रो जर्नी चाहिँ यहाँबाट 1 hour and 15 minutes देखाएको छ। फाइनली हामी चाहिँ पुग्न आँटेको छौँ भर्जिनिया वाटर लेक। कता बाटो यता रहेछ। यस अलमोस्ट देयर हाम्रो नम्बरहरू चाहिँ पुगिसकेको छ अरे। हामी भन्दा 2 मिनेट अगाडि मात्रै पुगेको छ। Look at the beauty of greenery. यस्तो दामी ठाउँ। ल है त हामी चाहिँ आइसकेको छौँ भर्जिनिया वाटर लेक। भेरी भेरी विन्डी आज। राम्रो देखेछ राम्रो देखेछ। यस यस आजको हाम्रो डेमा चाहिँ के गर्नु पऱ्यो? हामी चाहिँ अलिकति भर्जिनिया वाटर लेकको इन्ट्रान्समा छौँ हामी चाहिँ। यहाँ ल यता चाहिँ स्पेस रहेछ खानुको लागि। सो हामी पनि यहीँ सेटअप गर्छौँ होला। हेलो नमस्ते बहिनी। बहिनीहरूलाई वेलकम छ भ्लगमा। नमस्ते बहिनी। ल हाम्रो चाहिँ खाना खाने ठाउँ पनि रेकी भइसकेको छ। अनि हाम्रो प्लान चाहिँ यहाँको यो टेबलहरूमा खाने प्लान गरेको छौँ हामीले। अब बुढी बहिनीहरूलाई चाहिँ छोडेर हामी चाहिँ जान्छौँ गाडीमा हाम्रो सामान लिनलाई। सानो हाम्रो सानो हेलो सानो The beautiful सानो। अब चाहिँ हाम्रो खानाको सेटअप गर्न थालिसकेको छौँ। आज हाम्रो ड्राई पिकनिक। सो हेरौँ है त सेटअप अब। खानाहरू चाहिँ हाम्रो आउनु निस्किन थालिसकेको छ। हामी चाहिँ 3टा फ्यामिलीले आफ्नो फ्यामिलीले अलिअलि खाना बनाएर लिएर आएको हो। यहाँनिर मेरो बुढी अनि बहिनीहरूले चाहिँ स्ट्रबेरी ड्रिङ्क बनाउँदो रहेछ। ल एभ्रिथिङ्स गेटिङ रेडी नाउ। भनेपछि आऊ नभनेसम्म आउँदैन फेरि। मानेन त्यहाँ गड्डीमा अगाडि खै ए सबैलाई खान्न के रे यहाँ राख्ने ठाउँ नभएको के थियो? चिप्स नेपालको चिप्स। ए चटपटे बाई विकास पाठ। ल चाहिँ हाम्रो खाना रेडी भइसक्नु आँटेको छ। हामी सुरु गर्नेछौँ खानालाई।
यहाँ चाहिँ आज विन्डी पनि छ चिसो पनि छ तर जस रमाइलो हुन्छ होला 3टा नम्बरीको फ्यामिली हामी आज आउटिङ अझ हामी धेरै पछि आउटिङ आएको छौँ रमाइलो हुँदैछ हामीलाई सो खानाहरू चाहिँ हामीसँग चिकन विङ्स चटपटे आलु र सब्जी अनि मोमो अनि यहाँ चाहिँ ड्रिङ्क्स बनाउँदै हुनुहुन्छ वास्ताजीले सानुले चाहिँ के गर्दै हुनुहुन्छ सानुले के गर्दै हुनुहुन्छ हेलो सानु होपफुली पानी चाहिँ पर्दैन होला पानी त छिटाउनु थालिसक्यो ल सुरु सुरु ल सुरु Thank you everyone. ल डिगिन ल सुरु गरौँ हैन यहाँ बस्नु न बस सुरु हुँदै यहाँ त मेरो छ हामी चाहिँ अब गार्डनतिर घुम्न जाँदैछौँ गार्डनमा चाहिँ राम्रो फुलबारी छ किनकि यो गार्डनमा चाहिँ पहिला पनि म आएको थिएँ अनि आज चाहिँ हामी नम्बरीहरूसँग जाँदैछौँ हामी चाहिँ लेकमा आइसकेको छौँ फेमस आइसक्रिम भ्यान नखाने भन्दैछ त खाने हो ओके दिस पोल हेज गट अ हिस्ट्री अनि यहाँ चाहिँ लेखिएको रहेछ पोलको बारेमा Let's see what's all about. यहाँ चाहिँ फेमस टिकटकरहरू हुनुहुँदो रहेछ अब चाहिँ हाम्रो टिकटकमा कोल्याब हुन्छ जस्तो छ हैन के छ बहिनीको टिकटकको चाहिँ नाम सिम्फुम्बा भन्ने बहिनीकै हो के चाहिँ सिम्फुम्बा भन्ने मैले इन्स्टा खोलेको नि दाइ ए हो ए लक यस खै ल ल हाम्रो म्याची 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 ब्याग हाम्रो बहिनीहरूको यहाँ चाहिँ पानी पर्न थालिसकेको छ है आज गार्डन घुम्दाखेरि डिफ्रेन्ट टाइपको गुराँस रहेछ यो चाहिँ कस्तो यो कलरको गुराँस उता हेर न गुराँसै गुराँस कति धेरै तिमीलाई रमाइलो हुँदैछ गार्डनमा हामी चाहिँ जाँदैछौँ हामी जाँदैछौँ घुम्नको लागि एक लुप हान्नु पर्ने रहेछ एकदम ठुलो लुप रहेछ तर आज हामी कम्प्लिटै गर्दैन होला है कम्प्लिट हामी have completed oh yes it's a big loop yes so no but हामी सफल छ अनि हाम्रो चाहिँ गार्डनिङको भ्लग पनि छिटै आउँछ yes स्टार्ट चाहिँ भइसकेको छ अहिले एकदम धेरै फुलहरू रोप्छ फेरि त अहिले त्यो बच्चाहरू रोप्दै धेरै भइरहेछ यस अब समरमा चाहिँ हाम्रो गार्डन चाहिँ झिलिमिली नै हुन्छ है यो भ्लग चाहिँ हाम्रो बबाल हुन्छ होला गार्डन है पुरै भर्जिन गार्डन त भन्दा अलिकति एरियाले गर्दा मात्रै होला कि तर फुल चाहिँ मेरोमा धेरै हुने होला यस फुल त दामी फुल्छ यस बाटो अहिले के भयो हाम्रो हामी बाटो बिर्सिएको जस्तो सुन्दैछौँ हामी
हाम्रो गाइड स्पट गाइड गाइडको नाक काटियो बाहिर सो हामी जानुपर्ने चाहिँ यो ठाउँमा हो कता रहेछ हेर्नु पऱ्यो थाहा पाएन यस पार्ट तर हामी चाहिँ कहाँ आइपुगिसक्यौँ यहाँदेखि हामी चाहिँ टोटली राइट लिएर हामी चाहिँ यहाँ आइपुगेको ओहो छ ब्याक बेरिङ त निकै हान्नु पर्ने रहेछ है अपोजिट डिरेक्सन ब्याक बियरिङ तर वक गर्न राम्रो भइरहेछ रमाइलो भइरहेछ ओहो क्युट कपाल टाढो टाढो छ त ल हामी फेरि फर्किँदैछौँ हामी चाहिँ ब्याक अगेन ब्याक बेरिङ हानेर जाँदैछौँ अलिक पर आइसकेको छु ल हामी चाहिँ सेतो गुराँस भएको ठाउँमा आइसकेको छौँ हो पाट सेतो गुराँस पाट कस्तो छ त्यसको स्मेल एकदम मङ आउने छ पाट यो हाम्रो पर्फ्युमहरू त के होला पाट यसैदेखि बनाउँछ होला हौ पर्फ्युम ओहो त्यही त सेतो सेतो गुराँस मिठो छ यार पाट हो यस मिठै बास्ना आउँदो रहेछ है भएन हौ गुराँसलाई अर्को सेतो गुराँस मिठो बास्ना छ सेतो गुराँसको सेतो गुराँस सुन्नुहोस् त साइडबाट मेरो बुढीलाई सेतो गुराँस लाएर हामी चाहिँ गुराँसबारी घुम्दैछौँ भर्जिनिया वाटर लेकको गार्डनमा है के हो क्यामेरामाथि त मौरी पो आउनु थाल्यो ल यहाँ चाहिँ फुलहरू धेरै भएर मौरी धेरै आउने रहेछ है यहाँनिर छ अर्को कलरको गुराँस यहाँ माथि अघि पनि देखेको थियो अनि अघि हामीले सेतो गुराँस पनि भेटिहाल्यौँ अब चाहिँ हामी मेन गार्डनतिर जाँदैछौँ मेन गार्डन चाहिँ एकदम राम्रो छ झन् ओ त्यहाँभित्र पनि लाली गुराँस रहेछ रेड कलरको लाली गुराँस उयो त ओरेन्ज छ त है यो चाहिँ ओरेन्ज कलरको रहेछ सोफार हामीले चाहिँ तीनटा कलर देखिसक्यौँ ओरेन्ज अनि रेड पनि उहाँ पर छ उयो हेर रेड भित्र चाहिँ हाम्रो नेपालको नेसनल फ्लावर चाहिँ त्यहाँ रहेछ रेड कलरको अनि अझै धेरै छ यहाँनिर फुलहरू ओ यहाँ फेरि डिफ्रेन्ट कलरको छैन कलर यो पनि डिफ्रेन्ट होइन This one's different as well. Ito rose ano yo. Oh, Angelia Rashina चाहिँ यो चाहिँ हाम्रो 6th कलरको लाली गुराँस यो गार्डनमा एकदम रेड रहेछ हैन एकदम रेड गुराँस रहेछ त्यहाँनिर यहाँनिर डिफ्रेन्ट टाइप अफ गुराँस त्यहाँ पनि गुराँस है हाम्रो सानो झ्याङ्दैन सानो सानोले खाना हेर्दो रहेछ त्यही त खाना टाइम भएछ हाम्रो सानोको फिडिङ टाइम सबैजना अब चाहिँ थकित अवस्थामा हुनुहुन्छ अनि रेस्ट गर्दै हुनुहुन्छ सबैजना चिल पार्टी चाहिँ अलरेडी डाउन
है थकित भएन बा एकदम ओ यहाँ चाहिँ हाम्रो टिमहरू चाहिँ यो वाला यसो गफकाफ हुँदैछ टिमको सबैले सुहाउने नै यही हो कति राम्रो देखेको कति होइन यस्तै ज्ञानी हुनुलाई सेम्पोङ यो चाहिँ टिकटकको लागि बिहाइन्ड द सिन 1 नम्बर सङमा प्र्याक्टिस हुँदैछ दुईजना खुट्टा पनि छन् परे 1 2 यस्तो फोकस अनि ड्याब यस आज टिकटक भिडियोको लागि ल म गीत पनि अन गर्छु एकछिन त दुईजना एकचोटि यो चाहिँ उयो बिना गीत गाउँदै यो चाहिँ एकचोटि ल 1 2 1 2 बाट गरौँ न त ल बुझ्यौ ल 1 2 ए पखा भएन तिमी गर 1 2 1 2 ल ल फेरि म स्टार्ट ल सँगसँगै गर्ने ल 1 2 3 गो 1 2 1 2 1 2 एक नंबर तुझे कंबर है साला शेकी हेलो एभ्रिवान ल फाइनली अब चाहिँ हामी गार्डन पनि घुमिसक्यौँ अनि फर्किन लागेको छौँ अनि अब चाहिँ हामी यो भिडियोलाई एन्ड गर्न गइरहेको छौँ थ्याङ्क यू एभ्रिवान फर वाचिङ लाइक शेयर एन्ड सब्स्क्राइब थ्याङ्क यू